ल है गाइजहरु म चाहिँ अब सिन्धुलीको बाटो जाँदैछु है। मेरो ओखलढुङ्गा जाँदैछु म सिन्धुलीको बाटो। टक्क लाएर हेर्नु माथि ड्रोनबाट पनि खिचेको छु मैले। यो चाहिँ बस सिमुलेटर इन्डोनेसिया गेम हो। टक्क सिन्धुलीको म्याप लाउन चाहनुहुन्छ भने तपाईहरु युट्युबतिर हेरेर गर्न सक्नुहुन्छ। मैले युट्युबमा गरे हो। टक्क सिन्धुली मुलकोट जाने बाटो है त गाइज। ल है त हेरौँ है त कस्तो रहेछ। ल है गाइज अब हाम्रो यात्रा चाहिँ सुरु हुन्छ हैन। टक्क म्युजिकको साथमा है त। टक्क हामी यो बाटो हुँदै टक्क जानेछौँ। ल सिन्धुलीको जस्तो सेम घुम्ती बाटो छ। तल गाडीहरु के भइरहेछ त्यो गाडीहरुलाई एक्सिडेन्ट भएको हो कि के हो भन्नै छेउतिर होला। एक्सिडेन्ट भएको कि यो गाडी के भएको हो जाम भइरहेछ। यताबाट मेरो साइडको चलेको छ यताबाट फेरि आएन के भएको रहेछ यो। त्यसै आमबाट ल यहाँ त उकालो रहेछ। अब गाडी बिस्तारै ल गाडी पनि चल्दैन क्या हो। ल बिस्तारै चढ्यो है त उकालो रहेछ। बिस्तारै जानुपर्छ होसले आरामले हैन। गाह्रो छैन गाडी पोल्यो यत्रो जान्छ फेरि बिस्तारै आरामले जानुपर्छ। टक्क लाएर अगाडि टर्निङ आइरहेछ फेरि तल कस्तोपट्टि बाटो बनाएको या तल त्यस्तो अम्बो तल त नम्बर रहेछ त यार। बिस्तारै घुम्नुपर्छ फेरि स्वाटै गर्दा फेरि लत्ता हुन्छ। अब झन् यता कुनातिर गएन फेरि ल है त गाइज। ल झन्नै ठोकिन तल आएको यार। यही रही फाड हान्दिने स्पिड कुदाउने यता र उता। ओहो गाडी गयो ओहो अम्बो यस्तो छेउमा राखेको चाहिँ एकदम राम्रो गरेर ठेकेदार सलाम छ है। यो छेउमा राखेको नत्र गाडी साडी सबै तल गेम घुमेको चोटि जाने रहेछ। बिस्तारै रामाको सम्ममा त बिस्तारै निकै पनि हो नि। तर उकालो आयो त्यो टर्निङ रहेछ उकालो टर्निङ रहेछ यहाँनिर चाहिँ बिस्तारै आरामले जाने हो नि त। ओहो के हो धन्नै पल्टाउनु ड्रोनले भिडियो क्याप्चर पनि ठिकै गरिरहेको छ हैन त गाइजहरु। यो गेम कस्तो छ सबैले भनिदिनु पर्यो है त। घाम लाग्यो अब एकछिनमा पानी जस्तो लागेको छ मलाई गाडाङ गुडुङ भइरहेछ। अब पानी पर्ने सम्भावना धेरै मात्रामा देखेको छु। पानी पर्न लागिसक्यो। पानी परिसकेको लागेको छ मलाई। पानी पर्यो भने गाडी चिप्लिन्छ भिडियो बन्छ। पानी त परिरहेको रहेछ गाडी चिप्लिन्छ नि त पानी पर्यो भने। पानी पर्यो भने चाहिँ यस्तो झन् ठुलो सम्भावना चिप्ल्यो भने गाडी छैन। पानी पर्यो भने जानु बिच्ने कति पानी ठुलो पानी रहेछ। पानी पर्यो असिना झऱ्यो गाडी चिप्लो झऱ्यो पानी परेर चढ्न पनि हान्न लागिरहेछ। किन गाडी चिप्लो साइड उ पछाडि